एउटा सानो गाउँमा रमेश नाम गरेको एकजना केटा बस्थ्यो। ऊ निकै बुद्धिमान थियो, तर उसलाई धेरै आलस्य लाग्थ्यो। ऊ सधैँ सोच्ने गर्थ्यो भोलि गरौँ न, र यही सोचका कारण कयौँ जरुरी कामहरू टर्ने गर्थे। एक दिन गाउँमा एकजना प्रसिद्ध विद्वान आए। उनले सबै गाउँलेहरूलाई भने, मसँग एउटा अमूल्य ज्ञानको पुस्तक छ जसले कुनै पनि व्यक्तिलाई सफल बनाउन सक्छ, तर म यो पुस्तक उसैलाई दिन्छु जो भोलि बिहान सबैभन्दा पहिले मलाई भेट्न आउनेछ। रमेश यो सुनेर निकै उत्साहित भयो। उसले सोच्यो बिहान चाँडै उठेर सबैभन्दा पहिले म नै त्यहाँ जानेछु। तर फेरि उसले सोच्यो अलि बेर आराम गर्छु, बिहान चाँडै उठिहाल्छु नि। र ऊ सुत्यो। बिहान जब उसको आँखा खुल्यो, घाम निकै माथि आइसकेको थियो। ऊ हतारिँदै विद्वानकोमा पुग्यो, तर त्यति बेलासम्म अरू कसैले त्यो पुस्तक लगिसकेको थियो। रमेशलाई धेरै पछुते भयो, तर अब केही हुन सक्दैन थियो। विद्वानले मुस्कुराउँदै भने, बाबु, यो पुस्तक त तिमीले आफ्नो आलस्यका कारण गुमायौ, तर आज तिमीले एउटा अर्को ठुलो पाठ सिकेका छौ। आलस्यको मूल्य धेरै महँगो हुन्छ। त्यस दिनपछि रमेशले आलस्य छोडिदियो र मिहिनेत गर्न थाल्यो। बिस्तारै बिस्तारै ऊ गाउँकै सबैभन्दा सफल व्यक्ति बन्यो। सन्देश: आलस्यले हामीलाई जीवनमा उत्कृष्ट अवसरहरूबाट टाढा राखिदिन्छ। जुन व्यक्तिले समयमा मिहिनेत गर्छ उसैले सफलता प्राप्त गर्छ। धन्यवाद।